IIMS College, redefining modern education. हेलो बहिनी। हेलो दाई सन्चै हुनुहुन्छ? म सन्चै छु, यतै काममा। तिमी कस्तो छौ? हजुर दाई म नि सन्चै छु। भोलि जब इन्टरभ्यू छ, त्यसको लागि तयारी गर्दै थिएँ। ए ल बहिनी, बेस्ट अफ लक, राम्ररी गर्नु है। एकदमै राम्रो छ, कमाइ पनि राम्रो नै छ। ल ल ल म पछि कल गर्छु ल ल के छोरा हो केस ड्याड के हो नमस्ते छोरा त्यस्तो के होइन ड्याड भोलि एउटा इन्टरभ्यू छ त्यही भएर अलिक नर्भस छु इन्टरभ्यू कुन कम्पनीमा हो एउटा आइटीको कम्पनी छ ड्याड एकदम गर्न मन लागेको काम हो मलाई चाहिँ अनि त्यही पाओस् भनेर बसिरहेको छु तयारी छ त तयारी त्यो अब त्यस्तो ठिकै छ ड्याड डराउनु पर्दैन छोरा तेरो बाउको हो तेरो बाउ त्यस्तो नभन्नु नि ड्याड यो चाहिँ मलाई मेरो आफ्नो इच्छाले गर्न मन लागेको काम हो भने ड्याड सब आफै गर्छु भनेर सोचेर मैले चाहिँ मलाई विश्वास छ मलाई यही चाहिएको मलाई गर्व छ छोरा तँलाई Good morning everyone. Good morning. Could you please introduce yourself? Myself Sarska Dangal. I recently graduated from Taylor's University with master's degree on computer science. What kind of qualities or traits do you have that makes you for this job? So first of all चाहिँ यो मेरो सानैदेखिको ड्रिम जब हो। यो फिल्डमा काम गर्नलाई मैले मास्टर्स डिग्रीमा एकदमै मेहनत गरेको छु अनि मेरो क्वालिफिकेसन्सहरू पनि एकदमै अप टु डेट छ एज यु क्यान सी इन द सिभी। तपाईसँग यो भन्दा अगाडि कुनै एक्सपिरियन्स छैन यो फिल्डमा? मेरो पास्ट एक्सपिरियन्स त छैन तर आई डु बिलिभ आई फिट इन दिस रोल अनि यो कम्पनीको लागि म मेरो बेस्ट दिन सक्छु। ओके तिमीहरूलाई कस्तो लाग्यो? मलाई त राम्रो लाग्यो, एक्सपिरियन्स पनि रहेछ। ठिक छ अहिले हतार नगरौँ को भन्दा नि बेटर क्यान्डिडेट आउन सक्छ त्यो त आइसक्यो एकछिन बाहिर गरेर लिएर आउँछ हेलो आउँदैन नेपाली Good morning everyone. Good morning. Morning. Could you please introduce yourself? म चाहिँ शुभम थापा मैले ब्याचलर्स गरेको छ भन्छ रेदी कतैबाट अनि म यो जबको लागि एकदम रेडी छु त्यस्तै हो And why do you think we should hire you? What qualities do you have? ट्रिज त अब त्यस्तै हो सर अब काम साम त के भन्नु पढाइ बेला गरिदिएर आउँछु त्यति नै हो ठिक छ अब तिम्रो मलाई एनर्जी मन पर्यो यो कम्पनीको प्रेसर पनि ह्यान्डल गर्न सक्छ जस्तो लाग्छ मलाई बेस्ट अफ लक यो वेदिक मलाई फर्स्ट क्यान्डिडेट चाहिँ रिलायबल लाग्यो तर मलाई सेकेन्डमा चाहिँ त्यस्तो मैले सिन्सियरिटी देखिनँ मैले। तिमीलाई जस्तो लाग्यो? मतलब क्वालिफिकेसन वाइज हेर्दा त फर्स्ट क्यान्डिडेट चाहिँ बेटर लाग्यो। ना त्यस्तो हुँदैन सेकेन्ड क्यान्डिडेटको मलाई चाहिँ एकदम कन्फिडेन्स मन पर्यो उसले हाम्रो कम्पनीको प्रेसर एकदम पर्फेक्ट ह्यान्डल गर्न सक्छ त्यस्तो केही पनि होइन यो डिसिजन फाइनल भइसक्यो। Good afternoon, passengers. This is the pre-boarding announcement for Flight 372A to Kansas City. के छ छोरा इन्टरभ्यू कस्तो भयो सन्स ड्याड इन्टरभ्यू नि राम्रै भयो अघि भर्खर कम्पनीबाट मेसेज आएको थियो एक्सेप्टेड भयो भनेर भोलि बोलाएको छ आयो छोरा कङ्ग्रेचुलेसन्स
अनि ड्याड यो 2टा ग्लास चाहिँ किन छ त हजुर नि ड्रिङ्क गर्छन् सर आज आउँदैछ तिम्रो लागि एउटा स्पेसल गेस्ट आउँदैछ को ड्याड त्यस्तो स्पेसल चाहिँ आउनेछ रुक्क न ओहो नि त पुग्नु भयो बस्नुहोस् आउनुहोस् ड्याड सर चाहिँ किन यता आउनुभयो अहिले सर्न भएर न तेरो बाबा आफ्नै साथी त ए अङ्कल चाहिँ के कामले आउनुभयो छोरा तिमीसित प्लेन छ र बाइक छ केले छिटो इन्डिया पुग्छ छोरा अफकोर्स प्लेनले पुग्छ ड्याड ऊ हाम्रो प्लेन हो छोरा तर ड्याड मलाई यो काम आफ्नै एफर्टहरूले गर्नु मन थियो ठिक छ सुन बाबाले रेकमेन्ड गरेर मैले तिमीले पाएँ तिमीले यो जब डिजर्भ गर्छु मलाई लाग्छ ठिक छ अनि फ्युचरको बारेमा सोच न यो जबले राम्रो पैसा अफर गरिराख छोरा तिमीलाई जब चाहियो कि पैसा चाहियो मेन चाहिने त पैसै हो जब पाइसक्यो लास्टमा चाहिने सबलाई पैसै त हो यही कुरामा सेलिब्रेट गरिदिनु न खाउँ